गाइज वेलकम टु माई युट्युब च्यानल। सो आज चाहिँ म मोमो हेर्न सक्नुहुन्छ, मोमो च्यालेन्ज 10वटा गर्न गइरहेको छु। सो तातो छ। सो फर्स्ट बाइट चिकन मोमो है साथीहरू। हेर्न सक्नुहुन्छ 10 चिकन मोमो ल्याएको छु। सो भाले खुब उसले भनिदिँदैछ। सो फर्स्ट बाइट कति चिसो। सुपतिर पनि अलिकति व्यवस्था होला चारोमा सुप अनि फेरि अरे भयो। ठुल्ठुलो छ है साथीहरू। बिग बनाएको मैले। म बसेको छुइनँ नि साथीहरू, उभिएर बनाइरहेको छु। चुप लाग्नु, त्यसले पनि पालाउँछ क्या। धेरै खान नसकिने पो रहेछ कि क्या हो। आज चाहिँ खान सकिनँ अमन भएर। लास्ट यो एउटा खान्छु होला, तर खान्छु सबै म च्यालेन्ज गरिसकेपछि। मौसम चाहिँ हेर्नु यस्तो घुमिरहेछ। म त्यसलाई जित्दैन नि साथीहरू। हजुर यस्तो धेरै बिहान बिहानै खाएर हेर्नु सुँगुर कत्रो ठुलो। कुकुरले पनि गन्ध पाएछ र भागेको, फेरि आएछ। मुकबाङ गर्ने त माहौलै छैन। भयो यो दुइटा चाहिँ खान सक्दिनँ। लास्टै मन पारो के भयो कि। यत्रो मुका गरेर खाँदा नि अट्दैन।
एउटा खान्छु अनि पर जानुपर्ने काम छ। यस्तो घाँटी दुखेको अघि सन्चेस भन्दै थियो, अहिले कहिले घाँटी दुखेर आयो। यहाँ कुखुराहरू बास सक्यो क्या। अहिले चाहिँ साथीहरू होइन, यहाँ म एउटा कुरा भन्न आएको नि त, अहिले भोट पनि लागिरहेछ होइन, अनि बाहिर देशमा युद्ध पनि भइरहेछ, अनि साथसाथै नेपालमा चाहिँ होली पनि लागिरहेछ। आज पहाड होलीको दिन हो साथीहरू। त्यस्तो कहीँ जाने स्पेसल त प्लान बनिएन होइन। अब फेरि होली खेल्न जानु त पर्थ्यो है साथीहरू, तर घरमै होलीको भन्दा मजा छ होलीमा भन्दा। अनि हामी चाहिँ पहाडमा भएकोले यिनीहरूसँग होली खेल्न आँटेको छु म। तिमीहरूलाई राम्रै व्यवस्था होला नि फेरि होलीको दिन। अनि हाम्रो चाहिँ आज नि काम छ कि यहाँ तल मकै रोप्न, मकै छर्नको कार्यक्रम छ। अनि कहाँबाट होली हुनु त साथीहरू, हामी जस्तो पहाडको मान्छेलाई होइन, हुन त हुन्छ कसैलाई, तर आफ्नो आफ्नो सिद्धान्त होला साथीहरू। होली खेल्नेलाई होलीको चिन्ता, भोटलाई भोटको चिन्ता, अनि हामीलाई कामको चिन्ता। आफ्नो चाहिँ फेरि घाँटीमा मच्छर आए। ल साथीहरू, यतै गर्नु होला। बाइ बाइ साथीहरू। लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गर्न नबिर्सिनु होला।